Picture this. भ्यान्कुभरदेखि केलोनासम्म almost 400 किलोमिटर्स, रातिको पिच डार्क, नन-स्टप स्नोफल अनि विन्टरको सबैभन्दा डेन्जरस हाइवे कोकोहाला हाइवे हाम्रो अगाडि छ। रिस्की? Yes. Worth it? 100%. Hello and welcome back to my YouTube channel everyone. So यो ट्रिप चाहिँ एकदमै अनएक्सपेक्टेड थियो है, अनप्लान थियो। रातको त्यस्तै सडनली वी डिसाइड टु लेट्स गो टु केलोना, अनि त्यो पनि कोकोहाला हाइवेबाट, जो चाहिँ विन्टरमा चाहिँ क्यानाडाको मोस्ट डेन्जरस रोड पनि भन्छ, किनकि स्नोफल अनि एभलान्च आउँछ त्यहाँनिर होइन। म चाहिँ एकदम स्केयर थिएँ हिउँमा गाडी चलाउनको लागि, किनकि एक्सपिरियन्स त थियो तर यो हाइवेमा चलाउने एक्सपिरियन्स थिएन। त्यही कारणले गर्दा एक सेकेन्ड पनि केयरलेस भयो भने प्रब्लम हुन सक्थ्यो। तर सेम टाइममा स्नो कभर्ड माउन्टेन अनि क्वाइट हाइवे, अनि त्यो पनि साइलेन्ट, एभ्रिथिङ लुक्ड अनरियल के, एकदमै सिनेमेटिक फिलिङ भइरहेको थियो। अब क्यामेराले त्यस्तो जस्टिस गर्न सकेको थिएन, तर हामीले चाहिँ आइजले चाहिँ यस्तो दामी देखिरहेको थियो। गाइज अहिले हामी चाहिँ केलोनामा छौँ है, घरबाट चाहिँ त्यस्तै 361 किलोमिटर जति टाढा। हिजो खासमा प्लान पनि नबनाइकन यत्तिकै हिँडेको, सबै ब्ल्याङ्केट बोकेर होइन, क्याम्पिङ जस्तो जाने तर गाडीमा सुत्ने, अनि भोलिपल्ट सरर होइन केलोना घुमेर घर फर्किने भन्नको लागि। अनि हिजो चाहिँ हामी 2 बजीतिर आइपुगेको थियो, अनि गाडीमै सुत्यो है। अनि गाडीको यो ठाउँ चाहिँ यस्तो दामी छ होइन, के भन्छ नि, यहाँनिर चाहिँ लेककै छेउमा बसेको। खासमा हामी यहाँ क्याम्प ग्राउन्डमा आउने भनेको, तर क्याम्प ग्राउन्ड चाहिँ बन्द रहेछ, मेन गेटै क्लोज रहेछ। त्यो रिजनले गर्दा हामी यत्तिकै छेउमा पार्क गरेर सुतेको होइन। त्यही हो, राति चाहिँ अब जाडो हुन्छ सोचेको थियो, त्यस्तो जाडो चाहिँ भएन। गाडी स्टार्ट चाहिँ गर्न परेन, निन्द्रा पनि लायो, त्यस्तो गाह्रो चाहिँ भएन होइन। निन्द्रा लायो, मजाले 6 घन्टाको निन्द्रा पुऱ्याइयो। गाइज नाउ वी आर एट ओकनागन लेक है। यो चाहिँ लेक 135 किलोमिटर जतिको लामो छ है, यति ठुलो छ कि 135 किलोमिटर छ। अनि यो लेकलाई चाहिँ होइन क्यानाडाको सबभन्दा वार्मेस्ट लेक पनि भन्छ क्या गर्मी महिनामा। अनि यसको वरिपरि वाइनहरू पनि बनाउँछ, तर ओकनागन इज सो फेमस फर वाइनेरी लाइक द्याट क्या है। आछु एकदम जाडो छ, हावा लागिरहेछ, छाल हेर्दाखेरि ओसियन जस्तो छ, अनि हावा यस्तो लागिरहेछ, मलाई जाडो भइरहेछ। यो टाइममा मेरो माइक बिग्रेर केही नसुनेछ, अनि मैले यो टाइममा के भन्दै थिएँ भन्दा, यहाँको यो क्याफे चाहिँ यहीँको लोकल्ली ओन फ्यामिली बिजनेस रहेछ। लेककै छेउमा भएको कारणले गर्दा मर्निङ टाइम एकदम बिजी हुँदो रहेछ। लेकको भ्यू पनि हेर्न सक्नुहुन्छ हजुरहरूले। त्यसपछि हामी केलोना इन्टर गऱ्यो। केलोना इन्टर गर्नेभन्दा पहिला चाहिँ यो खालको ब्रिज आउँछ, यस्तो बवाल देख्छ भ्यू चाहिँ केलोना इन्टर गर्नेभन्दा पहिला। त्यसपछि केलोना चाहिँ सानो टाउन हो, तर एकदम राम्रो पनि छ है। अनि यहाँ चाहिँ पहिला चाहिँ वाइल्ड फायर भएर सबै डाँडै जलेको, त्यति बेला चाहिँ एकदम नराम्रो भएको थियो। अनि त्यसपछि हामी फ्रोजन लेक पुग्यो। फ्रोजन लेक अब देख्दाखेरि चाहिँ रमाइलो लागिरहेको थियो सुरुमा। गाडी चाहिँ 4 भएको रहेछ, हल्का ग्यास हालियो, पैसा पनि तिरियो होइन जाने। गाइज अहिले चाहिँ म प्यासेन्जर सिटमा बसिरहेको छु होइन, एन्जिनाले गाडी चलाइरहेको छ। अनि त्यही हो, अहिले स्नो हल्का स्नो परिरहेको छ, अनि ग्यासहरू हालियो। हिजो हामी घरबाट अहिलेसम्मको हाम्रो स्टपमा चाहिँ हामीले त्यस्तै 430 किलोमिटर गाडी चलाइयो। त्यो चाहिँ $40 ग्यासले भयो कि जम्मा। त्यो भनेको मतलब अब $40 ग्यासमा 430 किलोमिटर चल्यो हो नि त होइन। तर यो सिटीमा हेर्ने भने सिटीमा चाहिँ $40 ग्यासले चाहिँ अहिले सिटीमा $200 किलोमिटर चल्थ्यो होला। त्यस्तो डिफ्रेन्स, ठ्याक्कै डबलको डिफ्रेन्स आउँछ कि हाइवेमा। भ्यूहरू पनि देख्न सक्नुहुन्छ, बबाल देखिरहेको छ। यो चाहिँ अर्कै लेक हो, ओकनागन लेक चाहिँ होइन, यो चाहिँ डिफ्रेन्ट लेक हो। यो ओकनागन लेक चाहिँ लेफ्ट साइडमा छ, यो चाहिँ अर्को डिफ्रेन्ट लेक भयो है। गर्मी भएको अवस्था है, गर्मी भयो, त्यही रिजनले गर्दा म अहिले खोलेँ, अनि बबाल देखिरहेको छ कि भ्यू चाहिँ।
गाइज हामी भर्ननको चाहिँ कुन ठाउँमा आछ मलाई थाहा छैन, तर यो एउटा के भन्छ अरे मल हो। मलमा यसो फ्रेस होम, मुखसुख धुम, वासरुम युज गरौँ, त्यसपछि जानुपर्छ। अब घुम्दै घुम्दै जाने अब त्यसपछि होइन। अनि हिउँ चाहिँ खतरा पर्छ जस्तो छ बाटोमा आज चाहिँ। गाइज आज चाहिँ खासै हामीले एक्सप्लोर गरेको छैन, किनकि त्यो प्लानले आएकै होइन कि एक्सप्लोर गर्नलाई। अनि एउटा कुरा हाइकिङ गर्ने त्यस्तो मन पनि लाग्छ छैन, अलिक जाडै छ बाहिर होइन। त्यसैजना हामी गाडी मात्रै गुडिरहेछौँ। त्यही हो मेन चाहिँ अब यहाँको त्यो मेन बाटोहरू हेर्नलाई, किनकि लेकहरू दामी देख्छ क्या बाटोबाट, त्यो हेर्नलाई आएको हो नि त हामी। त्यही हेर्दैछौँ, इन्जोय गर्दैछौँ। भ्लगहरू अलिकति सानो भयो होला, भ्लगमा अलिकति रोमाञ्चक कुराहरू भएन होला होइन। भ्लगमा अलिकति रमाइलो कुराहरू भएन होला, किनकि नर्मल ड्राइभ मात्रै गरिरहेको छु नि त। अब घर फर्किनु पनि ड्राइभ मात्रै गर्ने हो। त्यस्तै 450 किलोमिटर जति छ। त्यो चाहिँ हामी अब यहाँ बिस्तारै बिस्तारै घुम्दै घुम्दै जान्छौँ भन्ने कुरो हो। अब कहाँ स्टप हुन्छ म रोकेर देखाउँछु। अब त्यही नै हो। गाइज अहिले चाहिँ हामी क्लिने बिचमा छौँ है, देख्न सक्नुहुन्छ क्लिने बिच पार्क भन्ने। यहाँ चाहिँ अलिक जाडो छ। यहाँ चाहिँ हल्का चटपट खाइयो, अन्डा खाइयो, आलुहरू थियो त्योहरू खायो होइन। तर यस्तो पेट भरे छैन कि अब हामी यहाँबाट केलोना जान्छौँ। केलोना त्यहाँबाट त्यस्तै 30 किलोमिटर जति छ। त्यहाँबाट गएर खाना खान्छौँ है। अनि चिसो छ यहाँ, एकदम चिसो छ। अनि यहाँ चाहिँ यो चाहिँ के हो भन्दाखेरि यहाँबाट बोटहरू चाहिँ हामी यहाँबाट तल झारेर बोटिङ गर्न लानु मिल्छ भनौँ न। यहाँबाट बोट डक भनौँ न, यो चाहिँ प्राइभेट बोट छ लानु मिल्यो यहाँ चाहिँ होइन। अनि यो लेक चाहिँ ओकनागन लेक नै हो है। स्टार्टिङ चाहिँ यता भर्ननबाट भएको थियो भने एन्डिङ चाहिँ हामी अघि भएको भन्दा अझै उता थियो। 135 किलोमिटर लङ छ क्या यो लेक चाहिँ, एकदम लामो छ। ल हामी चाहिँ ग्यास स्टपमा होइन पेसाब फेर्न रोकेको। त्यसपछि पानी लियौँ होइन, पानी चाहिँ सकिसकेको थियो। त्यसपछि गाडी हेरेको त गाडी त यस्तो फोहोर भइरहेछ, पछाडिको नम्बर प्लेट पनि केही नदेखेको। अनि टायरको भित्र पनि सबै हिउँ पसेको होइन, अति फोहोर भइसक्यो रहेछ। अब यहाँबाट हामी म्यारिड भन्ने ठाउँमा जान छ। त्यो ठाउँ चाहिँ अझै यहाँबाट 60 किलोमिटर छ। अनि म्यारिडबाट चाहिँ भ्यान्कुभरको किलोमिटर चाहिँ त्यस्तै अब 200 जति होला होइन। त्यो चाहिँ म यहाँ लेखिदिन्छु। त्यही हो। अब जानलाई त खासै केही छैन, तर सकेसम्म हिउँको बाटोहरू चाहिँ पानी के अरे रात पनि भन्दा पहिल्यै कटौँ भन्ने कुरो हो। सो त्यही हो। सो फार सो गुड। आजको हाम्रो भ्यान्कुभरदेखि केलोनासम्मको स्नो रोड ट्रिप र कार क्याम्पिङ एडभेन्चर चाहिँ यहीँ सकिन्छ। यो रोड ट्रिपमा चाहिँ वी जस्ट ड्राइभ अनि क्याम्पिङ मात्रै गऱ्यो, त्यति हो। तर यो भिडियो हजुरलाई मन पर्यो भने फेरि लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर गर्नुहोला अनि सब्सक्राइब गर्न नभुल्नुहोला। सो थ्याङ्क यू फर वाचिङ।